मलाई प्रेग्नेन्सीको 24 विक्समा सुगर टेस्ट गर्नको लागि फर्स्टमा जीसीटी गरे। जीसीटीमा हाई देखियो। त्यसपछि फेरि 1 विक पछि जीटीटी ग्लुकोज टोलरेन्स टेस्ट गर्दा 3 चोटि 1 घण्टामा सुगर लेभल चेक गर्नुपर्छ। त्यसमा चाहिँ ग्लुकोज खाएर अनि त्यो गर्दा पनि मेरो हाई आयो। हाई आइसकेपछि चाहिँ अब तनाव भयो। मलाई चाहिँ जेस्टेसनल डायबिटिज देखियो। अब के गर्ने त, मेडिसिन लिने कि डाइट कन्ट्रोल गर्ने। फेरि म वर्किङ वुमन। त्यसपछि चाहिँ मैले के गरेँ भन्दा अब सुरुमा त मेडिसिन खान मनले मानेन अनि डाइट कन्ट्रोल गरेर नै मैले सुगर लेभल मेन्टेन गर्छु भनेर डाइट कन्ट्रोल गर्न लागेँ। अनि बेला बेलामा सुगर टेस्ट गरिराख्नु पर्ने। अनि डाक्टरले चाहिँ मलाई यो ग्लुकोमिटरबाट टेस्ट गरिराख्नु भन्नुहुन्थ्यो। अनि ग्लुकोमिटरबाट टेस्ट गरिराख्थेँ, नर्मल आइराखेको थियो। अनि मलाई चाहिँ यति धेरै तनाव भयो कि मैले सपनामा पनि त्यो मेरो सुगर लेभल कति छ भन्दो रहेछु। मलाई एकदमै धेरै तनाव भयो। मैले केही खाएँ भने पनि, अलिकति बढी खाएँ भने पनि सुगर लेभल हाई आयो कि भनेर केही खान पनि एकदमै डर लाग्न थाल्यो। त्यसपछि धेरै स्ट्रेस भएको भएर चाहिँ मैले फेरि 28 विक्सबाट डक्टरसँग कन्सल्ट गरेर मेटफर्मिन 500 mg को ट्याब्लेट खान थालेँ। तर ट्याब्लेट खान थालेँ तर डाइट चाहिँ मनपरी खान चाहिँ हुँदो रहेनछ। डाइट पनि कन्ट्रोल गर्नुपर्छ, औषधि पनि खाएँ। डाइटमा चाहिँ के खाएँ भन्दाखेरि बिहान ब्राउन राइस खाएँ, तरकारीहरू, दालहरू। त्यसपछि चाहिँ दिउँसो चाहिँ एकचोटि फलफुलहरूमा किवी, सुन्तला, फलफुलहरूमा चाहिँ अलि धेरै गुलियो फलफुलहरू बाहेक अरू फलफुल चाहिँ मैले खाएँ। अनि त्यसपछि चाहिँ कोदो अथवा फापरको रोटी अनि ड्राई फ्रुट्सहरू। अनि राति चाहिँ फेरि रोटी, 2टा रोटी, तरकारी खाएँ। अनि हरेक मिल पछि चाहिँ 10 मिनट हिँड्ने गर्थेँ होइन। 10 मिनट चाहिँ हिँड्नु पर्दो रहेछ। त्यसले गर्दा चाहिँ सुगर लेभल कम हुँदो रहेछ। अनि यसरी चाहिँ मैले चाहिँ 28 विक्सबाट मेटफर्मिन भन्ने ट्याब्लेट खान थालेँ। अनि डाइट पनि कन्ट्रोल गरेँ। अनि मेरो सुगर लेभल चाहिँ नर्मलमै थियो। यदि हजुरहरूलाई पनि जेस्टेसनल डायबिटिज देखिएको छ भने, यदि डाइट कन्ट्रोल गर्न सक्नु भएको छैन, धेरै तनाव लिनु भएको छ, मलाई सुगर भयो भनेर भने चाहिँ हजुरले पनि डाक्टरसँग कन्सल्ट गरेर मेडिसिन खाने अथवा इन्सुलिन लगाउन पनि सकिन्छ। हजुरले धेरै स्ट्रेस भयो भने, डाइट कन्ट्रोल गर्न सक्नु भएन भने औषधि लिनलाई केही अप्ठ्यारो नमान्नु होला।